यो चाहिँ सुन हो कि पित्तल हो गाइस, छुट्याउन गाह्रो छ। हजुरहरूले प्लिज छुट्याउन सक्नुहुनेछ, कमेन्ट गर्नुहोला है। एकदमै राम्रो छ। अब सुनको भाउ त आकाशियो, तैपनि म चाहिँ एकदमै सस्तोमा बिक्री गरिरहेको छु है। कस्तो लागेको छ यो चाहिँ हाम्रो चाहिँ पञ्चधातु स्टोर। पञ्चधातुका विभिन्न गहनाहरू बनाइन्छ। हजुरहरूलाई पनि यदि पञ्चधातुको कुनै पनि गहना लाउन मन छ, मन पर्यो भने अर्डर गर्न सक्नुहुन्छ। यहाँ चाहिँ नागिनीदेखि लिएर सबै नागिनी, तिलहरी, माइली तिलहरी, नौगेडी, ठुलोमा नौगेडी, छड्की तिलहरी, रानीहार, झुम्का, जुली, औँठी, ब्रासलेट, विभिन्न किसिमका पञ्चधातुका डिजाइनहरूमा पनि बनाइन्छ। हजुरलाई मन परेमा स्क्रिनसट गर्नुहोला अथवा कमेन्ट गर्न पनि नभुल्नुहोला है। एकदमै राम्रो छ। अब विशेष गरी चाहिँ न्यु इयरको लागि चाहिँ आउँदैछ यो, हजुरले त्यहाँ अर्डर गर्दै गर्नुहोला। एकदमै राम्रो सामान आउँदैछ। अब अरू त के भन्ने, मलाई चाहिँ एकदमै मन परेको छ। हजुरलाई मन परेको छ कि छैन कमेन्ट गर्न नभुल्नुहोला है। त बाइ।